नेपालले स्कटल्यान्डलाई उसकै घरमा हराएर एकदमै राम्रो सुरुवात गरेको छ। स्कटल्यान्ड र नेदरल्यान्डसँगको सिरिजमा नेपालको यो पहिलो जित। 297 रन सक्सेसफुल्ली चेज। नेपालले 297 रन चेज गरेर नेपालको हिस्ट्रीमा वान अफ द हाइएस्ट एभर चेज को रेकर्ड राख्न सफल भएको छ। नेपाली प्लेयर्सहरूले राम्रो इनिङ बिल्डअप गरेका छन्। अब ब्याटिङको कुरा गर्दा नेपाली ब्याट्सम्यानहरूले रन बनाए तापनि त्यो रनलाई ठुलोमा कन्भर्ट गर्न सकेका छैनन्। अझै पनि ठुलोमा कन्भर्ट गर्न सकेनन्। त्यही मेजर प्रब्लम देखियो। युकेमा, स्कटल्यान्डमा हामीले विभिन्न प्र्याक्टिस म्याचेसहरू खेल्यौँ होइन। ग्रिन पिचको अनुभव गर्नको लागि हामी युकेमा प्र्याक्टिस म्याचेसहरू खेल्यौँ र लोकल क्लबहरूसँग खेल्दाखेरि अब नेपाली प्लेयर्सहरूले अनुभव त बटुले। त्यही अनुभवको कारणले गर्दा पनि आज यो जित सफल भएको थियो। करण केसी चाहिँ अब विभिन्न प्र्याक्टिस म्याचेसहरू भयो होइन। विभिन्न प्र्याक्टिस म्याचेसमा करण केसी चाहिँ खेलेका थिएनन्। किन खेलेका थिएनन् भन्दाखेरि आजको यो हिरोइक इनिङ हुकुमको एक्कालाई लुकाएर राख्नु पर्दछ क्या। त्यही हुकुमको एक्कालाई लुकाएर राखेको कारणले गर्दाखेरि आज यो जित सफल भएको छ। ग्रिन पिचको अनुभव राम्रोसँग लिए तापनि नेपालले स्कटल्यान्डमा गएर स्कटल्यान्डसँग हार्नु एकदमै लज्जास्पद कुरा थियो। र अर्को दिन फेरि स्कटल्यान्डसँग गेम हुँदाखेरि नेपालले चाहिँ राम्रो ब्याटिङ गरेको थियो। तर त्यो पानी परेर त्यो गेम कन्टिन्यू हुन सकेन। म्याचको रिजल्ट पनि आएन। तर आज भएको यो गेममा चाहिँ नेपालले एकदमै राम्रो इनिङ खेलेको हो। अब बलिङतर्फ हेरौँ, नेपालले सुरुमा टस जितेर बलिङ रोजेको थियो। त्यहाँ चाहिँ हाम्रो एकदमै डेन्जरस ब्याट्सम्यान मन्सी 12 रनमा आउट भइहाले। रिजन ढकाल एक्सपेन्सिभ भए तापनि उनीले चाहिँ के गरे भन्दाखेरि एकदमै क्रुसियल विकेटहरू चाहिँ लिएका थिए। अब स्कटल्यान्डको इनिङ हेर्दाखेरि अब टियरले 80 रन हाने 72 बलमा एकदमै राम्रो इनिङ थियो टियरको। अब म्याकमुलनले चाहिँ अब स्टार्ट चाहिँ गर्दै थियो तर स्टार्ट गर्दा गर्दै आउट भइहाले। सोमपालले आउट गरिहाले। सुरुमा अब रिजन र करणको बलिङ पार्टनरसिप थियो। सोमपाललाई चाहिँ पछि 7-8 ओभरतिर मात्र ल्याइएको थियो। मलाई चाहिँ के लाग्छ भने सोमपाललाई चाहिँ अगाडि नै ल्याउनु पर्छ जस्तो लागिरहेको थियो आजको गेममा। किन भन्दाखेरि अब सुरुमा जुन हिसाबले करणलाई भन्दा पनि रिजनलाई कुटिरहेको थिए, त्यो कारणले अब रिजनले विकेट त लिइसके मन्जीको। त्यही भएर सोमपाललाई ल्याउँ कि जस्तो लागिरहेको थियो। तर अब रोहितले ल्याएनन्, किन हो थाहा भएन। अब बेरिङटन क्याप्टेनले चाहिँ अब 40 रन बनाए 46 बलमा होइन। करण केसीले पनि उनीलाई नै आउट गरे। करण केसीले दुईवटा महत्त्वपूर्ण विकेट लिए तर पछि आयो विकेट अब टियर र बेरिङटनको। अर्को हेर्दाखेरि अब म्याक्ग्रेथले चाहिँ 55 रन हाने। उनलाई पनि सोमपाल कामिलले नै आउट गरे। आज चाहिँ हेर्दाखेरि अब मेनली पेस बलरहरूले विकेट लिएको देखिन्छ। एउटा मात्र सन्दीप लामिछाने मात्र स्पिन बलर जसले चाहिँ क्रसको विकेट लिए। क्रसले चाहिँ अब 39 रन बनाएको थियो 56 बलमा। अब बलिङ कार्ड हेर्दाखेरि नेपालको रिजन ढकाल त एक्सपेन्सिभ भइहाल्यो तर उनीले दुईटा क्रुसियल विकेट लिएका थिए। अब करण केसीले पनि दुईटा क्रुसियल विकेट, साथसाथै सोमपालले पनि दुईटा क्रुसियल विकेट। र यहाँ चाहिँ रिजन र अब सोमपाल चाहिँ अलिक एक्सपेन्सिभ देखे। सन्दीप लामिछानेको त्यही इकोनोमी हेर्दाखेरि 4.40 एकदमै राम्रो छ। कुशल भुटतेल पनि 4 बल गरे तर एकदमै एक्सपेन्सिभ देखे योपालि। र आसिफ शेख र गुलसन झाले ठिक ठिकै बलिङ गरेका थिए। अब नेपालको ब्याटिङ हेर्दाखेरि अब कुशल भुटतेलले 53 रन हाने होइन 44 बलमा एकदमै राम्रो इनिङ थियो। सुरुमा स्टार्टिङ ओपनिङ पार्टनरसिप कति पछाडि 50 रन भन्दा बेसीको भएको थियो। अब कुशल भुटतेलले चाहिँ अब 53 रनमा योभन्दा अब उसले कसरी हुन्छ सेन्चुरीसम्म पुर्याउने एउटा इनिङ बिल्डअप गर्न सक्नु पऱ्यो क्या। जहिले अब 50 40 50मा आउट भएर हुँदैन। अब कसरी हुन्छ इनिङ्स बिल्डअप गर्नु पऱ्यो। अब आसिफ शेखले पनि 20 रन मात्र हाने। अब आसिफ शेखले पनि इनिङ्स बिल्डअप गर्नु पऱ्यो क्या। नेपाली ब्याट्सम्यानको ओपनिङ पार्टनरसिप एकदमै राम्रो भयो। अब त्यो ओपनिङ पार्टनरसिपलाई कसरी अझै बढाउने त्यो कुरामा मेजर फोकस दिनुपर्छ। अब भीम सार्कीले त प्र्याक्टिस म्याचेसहरूमा पनि सेन्चुरी हानेका थिए र यो गेममा पनि भीम सार्कीको निकै एक्सपेक्टेसन थियो। भीम सार्कीले होइन 40 रन हाने। अब भीम सार्कीले पनि अझ कन्भर्ट गर्नु पर्थ्यो।
रोहित पौडेलले अब प्र्याक्टिस म्याचेसहरूमा त्यति राम्रो खेलेका थिएनन्, त्यही पनि अब यहाँ हेर्दाखेरि चाहिँ 37 रन हाने यो गेममा होइन, एकदमै राम्रो हो। र आरिफ शेख चाहिँ 7 रन मात्र आउट भए। अब ऐरी पनि 8 रनमा आउट भइहाले। अब गुलसन झाले लोवर डाउन द अर्डर एकदमै राम्रो इनिङ खेलेको हो। 42 रन, 30 बलमा 42 रन हान्नु, 140 स्ट्राइक रेटमा एकदमै राम्रो थियो। चुम्पाल कामी 1 रनमै आउट भइहाले। करण केसीको यो हिरोइक इनिङ, वान अफ द बेस्ट इनिङ। म चाहिँ यसलाई जहिले पनि सेकेन्ड बेस्ट इनिङ भन्छु। उसको फर्स्ट बेस्ट इनिङ चाहिँ भ्यालेन्टाइन दिन ओडिआई स्टार्टर्स दिलाउने गेम नै उसको लागि वान अफ द बेस्ट इनिङ हो। त्यो लास्ट एउटा मात्र विकेट बाँकी थियो, क्यानाडासँग त्यस्तो इनिङ खेल्नु भनेको वान अफ द बेस्ट इनिङ। कसैले सोचेको थिएन त्यो म्याच नेपालले जित्छ भनेर। आज पनि सेम सिनारियो थियो, कसैले सोचेको थिएन यो गेम नेपालले जित्छ भनेर। तर करण केसी, गुलसन झाले लोवर डाउन द अर्डर जुन खाले इनिङ खेले, एकदमै हिरोइक इनिङ भनेर भन्न सकिन्छ। अब बलिङ हेर्दाखेरि सरिफ अलिकति एक्सपेन्सिभ भएका थिए होइन, 49 ओभरमा होइन, 16-17 रन खाए। करण केसीले 16-17 रन हानिदिइहाल्यो उनलाई। म्याकमुलेनले राम्रो बलिङ गरेको हुन्, 3 विकेट लिए। सुदूरपश्चिम रोयल्सको खेलाडी हो म्याकमुलन फेरि। डेभिन्सन डेभिन्सन अलिक एक्सपेन्सिभ भएका छन्। अरू बलिङ हेर्दाखेरि ठिकठाकै बलिङ छ स्कटल्यान्डको। र नेपालले यो जित हासिल गर्नु नेपालको लागि एकदमै हौसला दिने एक खाले म्याच थियो यो। र नेपाली प्लेयर्सहरूले अब चाहिँ यो कसरी हुन्छ होइन, आफूले बनाउँदै गरेको रनलाई अझै बेसी बनाउन सकौँ भन्ने तरिकाले गेम खेल्नु पर्यो। र अब डराएर हुँदैन क्या, फियरलेस गरेर खेल्नुपर्छ अहिलेको जमानामा। फियरलेस क्रिकेट इज द मोस्ट बेस्ट क्रिकेट इन द हिस्ट्री अफ द वर्ल्ड इन द प्रेजेन्ट सिनारियो। द्याट्स मच फर टुडे, थ्याङ्क यू।